यस्ता नाथे कानुन भनेको सुन्नुभएको होला। त्यो पनि देशकै ठुलै मान्छेको मुखबाट। नाथे भनेको के हो? आजको शब्दको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। नाकसँग जोडिएका केही त्यस्ता शब्दहरू छन् जहाँ नाथ शब्दको प्रयोग हुन्छ। जस्तै नाक छेडेर पशुहरूलाई जुन हामी रस्सी लगाउँछ त्यसलाई नाथ, नाथी लगाउने आदि आदि शब्द प्रयोग गर्छौँ। नाकमै लगाउने अर्को हुन्छ नत्थी। भने नाकभित्र जुन रौँ हुन्छ त्यसलाई चाहिँ नाथु अथवा नाथे भनिन्छ। यो जस्तो नाकको नाथ्रो फुट्यो भन्छौँ नि हामी, नाथ शब्दले यो नासा संस्कृतको शब्द छ, नाकलाई पनि बुझाउँछ र नाकसँग सम्बन्धित शब्दहरूमा नाथ शब्दको प्रयोग हुन्छ र नाकभित्रको जुन रौँ छ त्यो हो नाथे। यस्तो नाथे भनेर हामी कसैलाई भन्छौँ भने तँलाई म एउटा रौँ जति पनि गन्दिनँ। रौँ त रौँ, कस्तो रौँ? जहाँबाट सिँगान बगिरहेछ त्यो ठाउँमा बसिरहेको रौँ, काटेर फालिदिन सक्ने, आफ्नो इच्छा अनुसार फ्याँक्दिन मिल्ने त्यस्तो एउटा निरीह रौँ बराबर पनि तँलाई गन्दिनँ भन्ने व्यञ्जनाका साथ कसैले नाथे शब्दको प्रयोग गर्न सक्छ। त्यसको तात्पर्य हेपेको त पाङदुरे होस्, तेरो काम छैन भन्ने भावले भनिन्छ। आजलाई यति नै।